चाहिँ सरकारी स्कुलबाट पढेको, मलाई इङ्ग्लिस पनि आउँदैन। मैले 12 वर्ष भइसक्यो इङ्ग्लिस पढेको, मलाई इङ्ग्लिसको केही पनि आउँदैन, मलाई इङ्ग्लिसको इ पनि आउँदैन होइन। मैले चाहिँ 2 सम्म मैले बोर्डिङमा पढेको, त्यही भएर मलाई अलिअलि इङ्ग्लिस आउँछ भन्ने तपाईँले सेन्टेन्स कति सुन्नुभएको छ, सुन्नुभएको छ नि, धेरै सुन्नुभएको छ नि होइन। त्यस्तै स्टडी कुरा गर्ने हो भने चाहिँ मेरो स्टडी सुनाउनु पर्दाखेरि चाहिँ मैले पनि इङ्ग्लिस स्कुलमा मैले पढिनँ, मैले पनि गभर्मेन्ट स्कुलमै पढेको, सरकारी स्कुलमै पढेको। मैले पनि पढेको धेरै वर्ष भइसक्यो, इङ्ग्लिस पढेको धेरै वर्ष भइसकिसक्यो, तर मैले चाहिँ इङ्ग्लिस सिकेँ। अब इङ्ग्लिस सिकेँ तर किन नेपालीमा बोलेर बनाएको भन्नुहुन्छ होला। मैले नेपालीमा बोलेर बनाउनुको कारण चाहिँ मैले इङ्ग्लिसबाट भिडियो बनाएर हालेको छु, तर त्यो भिडियो कसैले हेरेको छैन। सायद त्यो इङ्ग्लिसमा त्यो इन्ट्रेस्ट नभएर हो कि नेपालीमा बोल्दाखेरि अलिकति चाख आउने खालको केही हुने हो कि भनेर चाहिँ अब नेपालीबाट मैले सल्लाह सुझाव दिन आँटेको। अर्को पालि तपाईँले इङ्ग्लिसबाटै बनाऊ भन्नुहुन्छ भने म इङ्ग्लिसबाटै भिडियो बनाएर हाल्नेछु। त्यो सुरुमा मैले इन्फर्मेसन दिइहालेँ, फेरि नेगेटिभ कमेन्टहरू धेरै आउन सक्छ। अब इङ्ग्लिस चाहिँ मैले कसरी सिकेँ त भन्दाखेरि चाहिँ इङ्ग्लिस सिक्नमा चाहिँ तपाईँको रोल भनेको चाहिँ गभर्मेन्ट स्कुलमा त तपाईँको इङ्ग्लिस त बोल्ने खाँट्टै होइन, कसैले पनि बोल्ने होइन। फ्रेन्डले बोल्यो भने इङ्ग्लिस सिक्यो, गाई खाने भाषा सिक्यो भन्ने हुन्छ। टिचरले बोल्नुभयो भने वाह वाह टिचर भन्ने हुन्छ होइन। अब अहिले त्यस्तो हुँदैन, पहिले त्यस्तो हुँदैन नि त। अनि अब के गर्ने त भन्दाखेरि चाहिँ इङ्ग्लिस सिक्नमा रोल भनेको अरू कसैको हुँदैन, रोल तपाईँकै नै हुन्छ। सबभन्दा बढी रोल तपाईँकै हुन्छ। जबसम्म तपाईँले 100% दिनुहुन्न, यु कान्ट लर्न इङ्ग्लिस ल्याङ्ग्वेज। तपाईँ नै 6 महिनामा चाहिँ कोरियन भाषा सिक्नुहुन्छ, तपाईँ नै 6 महिनामा चाहिँ जापानी भाषा सिक्नुहुन्छ, कहाँको भाषा। अब इङ्ग्लिस भाषा पढेको 12 वर्ष भइसकिसक्यो, 13 वर्ष भइसक्यो, अब इङ्ग्लिस चाहिँ तपाईँलाई आउँदैन भन्नुहुन्छ होइन। यो भनेको एउटा विडम्बनाको कुरा हो नि त। त्यही भएर चाहिँ अहिलेको नयाँ जमाना पनि छ, टेक्नोलोजीको युग पनि छ। तपाईँले इङ्ग्लिस सिक्छु भनेर प्रतिबद्ध भएर लाग्नुभयो भने तपाईँले चाहिँ 15 दिनसम्ममा तपाईँले इङ्ग्लिसको स्ट्रक्चरहरू जान्न सक्नुहुन्छ। 30 दिनभित्रमा तपाईँले चाहिँ इङ्ग्लिस चाहिँ फरर बोल्न नभए पनि अब तपाईँले चाहिँ अरूले बोलेको बुझ्नु पनि हुन्छ, आफू पनि केही हदसम्म बोल्न सक्नुहुन्छ भन्ने चाहिँ म तपाईँलाई ग्यारेन्टी दिन सक्छु। तपाईँले के गर्ने भन्दाखेरि चाहिँ मेरो चाहिँ सानैबाट इङ्ग्लिसमा चाहिँ बेस बसाउनमा चाहिँ मेरो बाबाले ठुलो रोल खेल्नुभएको थियो। बाबाले मलाई ठुलो बुक किनिदिनु भएको थियो, इङ्ग्लिसको बुक किनिदिनु भएको थियो। म चाहिँ मिनिङहरू पढ्थेँ, तर पछि मैले त्यो पढ्नु पनि छोडेँ बिस्तारै बिस्तारै। तर म चाहिँ के गर्थेँ भने दिने पछि स्कुलमै पढ्दाखेरि पनि मैले 3-4 क्लासबाटै पढ्दाखेरि पनि म इङ्ग्लिस चाहिँ पढिरहेको थिएँ, किनभने म्याम चाहिँ एकदम धेरै कडा हुनुहुन्थ्यो। अनि मैले त्यसरी पढ्न सिकेँ। अब त्यो मेरो स्टोरी भयो। तर पछि मेरो 6बाट आएपछि बेस त फुस्कियो, किनभने त्यहाँ मलाई फार्स्टमा त म्याम कडा हुन्थ्यो, 6बाट त अलिकति बढी खुल्ला खुल्ला छोडेको हुन्छ नि, गाई गोरु छोडेको जस्तो भयो। मैले पनि बिस्तारै ध्यान दिन छोडेँ। अनि तर पछि पछि के भयो भने फेरि पनि पछि पछि चाहिँ हट मैले चाहिँ प्र्याक्टिस गर्नुपर्छ भनेर चाहिँ मैले इङ्ग्लिसमा के लेखिरहेको थिएँ, म बोल्थेँ। दिने पछि आफैसँग बोलेको गर्थेँ, पागल जस्तो अगाडि ऐना राखेर बोल्थेँ होइन। अनि त्यसै गर्दा गर्दै बिस्तारै बिस्तारै चाहिँ पछि पछि आएर मलाई टेक्नोलोजीको पनि युज गर्न थालेँ। म दाबी चाहिँ गर्दिनँ म इङ्ग्लिस चाहिँ एकदम फ्लुएन्टली बोल्न सक्छु, पुरै म चाहिँ सबैसँग बोल्न सक्छु भन्ने होइन। मतलब आई क्यान अन्डरस्ट्यान्ड इङ्ग्लिस एन्ड आई क्यान स्पिक इन इङ्ग्लिस ल्याङ्ग्वेज इजिली क्या। अब त्यो चाहिँ म त्यति चाहिँ गर्न सक्छु। त्यसमा चाहिँ मेरो बढीभन्दा बढी च्याट जिपिटीको पनि रोल छ, तर बढी चाहिँ म के भएँ कन्सिस्टेन्सी भएर अगाडि बढिरहेँ। तपाईँ पनि के गर्नु भने चाहिँ एउटा मिरो टेक्निक हुन्छ। त्यो मिरो टेक्निक भनेको चाहिँ कस्तो टेक्निक हो भने चाहिँ फर्स्ट अफ अल चाहिँ तपाईँले चाहिँ एउटा मिरर किन्नुपर्ने हुन्छ। मिरर भनेको ऐना किन्नुपर्ने हुन्छ। त्यो ऐनालाई तपाईँले अगाडि राख्नुहोस्, अगाडि राखिसके पछाडि दिने पछि प्र्याक्टिस गर्नुहोस्। तपाईँलाई जे आउँछ, जस्तो आउँछ, स्ट्रक्चर जस्तो आउँछ, तपाईँलाई स्ट्रक्चर त आउँछ होला नि, सब्जेक्ट भर्ब अब्जेक्ट भन्ने इङ्ग्लिसको साधारण स्ट्रक्चर त आउँछ नि। त्यही भएर अगाडि जानुहोस्, त्यसलाई आइएम रेडी राई एन्ड आइएम लाइक द्याट भनेर चाहिँ सर जे आउँछ त्यो चाहिँ भनिरहनुहोस्। मैले एउटा भिडियो हालेको छु मेरो च्यानलमा, त्यो भिडियो गएर हेर्नुहोस्, म चाहिँ लिङ्क यहाँ राखिदिन्छु। अनि तपाईँले त्यति गर्छ पछाडि चाहिँ बिस्तारै बिस्तारै तपाईँलाई चाहिँ के हुन्छ भने कन्फिडेन्ट हुन्छ। सो कन्फिडेन्ट बढ्दै 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 जान्छ। त्यस पछाडि के गर्नुहोस् भन्दाखेरि चाहिँ 2 बजीभन्दा अगाडि, दिनको 2 बजीभन्दा अगाडि 10वटा भोक्याबुलरी दिने पछि सिक्नुहोस् र 2 बजीभन्दा पछाडि चाहिँ त्यो 10वटा भोक्याबुलरी चाहिँ डेली युज गरेको गर्नुहोस्। फर इक्जाम्पल मैले एउटा वर्ड, नयाँ वर्ड सिकेँ, त्यो वर्ड चाहिँ रहेको छ एक्सेप्ट रहेको छ होइन। एक्सेप्ट, EXCEPT एक्सेप्ट। त्यो भनेको चाहिँ बाहेको होइन। मैले एक्सेप्ट भनेको होइन, मैले एक्सेप्ट भनिरहेको छु है। अब त्यो वर्ड सिक्नुभयो भने अब मलाई चाहिँ अब त्यो वर्ड मैले सिकेर मात्रै भयो, त्यसलाई युज गर्नु पऱ्यो क्या, मैले त्यसलाई युज गरिहाल्नु पऱ्यो। फर इक्जाम्पल मैले युज गरेँ कि
के अब मैले त्यसलाई युज गर्नु पर्यो, मैले कसरी युज गर्न सक्छु होला बाहेकलाई भनेर तपाईँले एकछिन सोच्नुहोस्। फर इक्जाम्पल तपाईँले के भन्नु पर्यो भने everyone is coming except Ram. Everyone is going except Sita. सीता बाहेक सबैजना जाँदैछन्, राम बाहेक सबैजना आउँदैछन्। यसरी वर्डमा जब युज गर्नुहुन्छ नि, युज गरिसके पछाडि तपाईँको दिमागले अब न्युरोनहरूलाई चाहिँ कनेक्ट गर्न थाल्छ कि यसरी रहेछ नि त, यसको त यो मिनिङ रहेछ भनेर तपाईँले युज गरिसके पछाडि तपाईँको मेन्टलमा तपाईँको डेभलप हुन्छ, न्युरोनहरू डेभलप भएर त्यो वर्डले तपाईँको मस्तिष्कमा ठाउँ जमाउन थाल्छ। त्यस पछाडि त्यो वर्ड तपाईँले बिर्सिनुहुन्न। त्यसरी चाहिँ भोक्याबुलरीलाई चाहिँ बिस्तारै बिस्तारै युज गर्न थाल्नुहोस्। अनि च्याट जिपिटीको युज गर्ने दोस्रो कुरा भनेको चाहिँ च्याट जिपिटीको युज गर्नुहोस्। कसरी युज गर्ने भन्दाखेरि चाहिँ च्याट जिपिटी खोल्नुहोस्, च्याट जिपिटी डाउनलोड गर्नुहोस्। डाउनलोड गरिसके पछाडि त्यहाँनिर च्याट जिपिटीमा चाहिँ भोइसको अप्सन हुन्छ। अझ भोइसको अप्सनमा गएर तपाईँले थिच्नुभयो भने चाहिँ तपाईँसँग चाहिँ च्याट जिपिटी बोल्छ। च्याट जिपिटीसँग चाहिँ नडराइकन नढकाइकन तपाईँलाई जस्तो आउँछ जे आउँछ तपाईँले बोलिराख्नुहोस्। के भन्नुहोस् भने तपाईँले च्याट जिपिटीलाई चाहिँ हेलो च्याट जिपिटी, I am a learner of English language and I don't know English language. I cannot speak English language, so please teach me English language. भन्नुहोस्। अनि त्यसपछि अर्को नि के भन्नुहोस् भने प्लिज करेक्ट मी इफ आई स्पिक इङ्ग्लिस मिस्टेक भन्यो भने चाहिँ तपाईँले चाहिँ बिस्तारै बिस्तारै त्यो च्याट जिपिटीले तपाईँलाई के भन्छ भने तपाईँले मिस्टेक गर्नुभयो भने तपाईँको यहाँ मिस्टेक भयो, आई क्यान करेक्ट यु, हियर इज अ मिस्टेक भनेर तपाईँलाई चाहिँ च्याट जिपिटीले चाहिँ के गर्छ त सल्लाह दिन्छ। अनि त्यस पछाडि तपाईँले इङ्ग्लिसबाटै बोल्नुहोस्, इङ्ग्लिसबाट नै च्याट गरिराख्नुहोस् उसँग, च्याट पनि इङ्ग्लिसबाट उसँगै गरिराख्नुहोस्, अनि उसँग बोलिराख्नुहोस्। त्यसरी बिस्तारै बिस्तारै बोलिराख्दाखेरि चाहिँ तपाईँले चाहिँ बिस्तारै बिस्तारै तपाईँको माइन्डमा चाहिँ न्युरोनहरू चाहिँ कनेक्ट हुन थाल्छ। सो जब न्युरोनहरू तपाईँको माइन्डमा कनेक्ट हुन थाल्छ त्यसपछि त्यो भाषाले तपाईँको मस्तिष्कमा चाहिँ ठाउँ जमाउन थाल्छ र तपाईँले इङ्ग्लिस बिस्तारै सिक्न सक्नुहुन्छ। एन्ड यु क्यान स्पिक इङ्ग्लिस स्लोली। अनि अर्को कुरा चाहिँ के गर्नुहोस् भने तपाईँ एक्लै भएको बेलामा नि सोच्न पनि इङ्ग्लिसमै सोच्ने बानी गर्नुहोस् क्या। थिङ्क इन इङ्ग्लिस। जब तपाईँले थिङ्क इन इङ्ग्लिस गर्न थाल्नुहुन्छ त्यस पछाडि तपाईँको माइन्डमा चाहिँ ब्लास्ट हुन थाल्छ। नयाँ नयाँ वर्डहरू भोक्याबुलरीहरू तपाईँलाई सजिलो लाग्न थाल्छ। त्यो सेन्टेन्स स्ट्रक्चरहरू आफै तपाईँको माइन्डमा चाहिँ बस्न थाल्छ क्या। अब बिस्तारै बिस्तारै तपाईँलाई यस्तो रहेछ भनेर चाहिँ तपाईँको माइन्डमा चाहिँ हलचल हुन थाल्छ क्या। त्यस पछाडि तपाईँले बिस्तारै इङ्ग्लिस सिक्नुहुन्छ। सो थिङ्क इन इङ्ग्लिस। सो तपाईँले त्यति गरिसके पछाडि चाहिँ हेर्नुहोस् कि तपाईँको इङ्ग्लिस स्पिकिङ स्किल डेभलप हुन्छ। सो त्योभन्दा अगाडि तपाईँले रिडिङलाई पनि फोकस गर्नु पर्यो। रिडिङ गरिसकेपछि मात्रै स्पिकिङ हुन्छ। त्यसै बोल्नु जति भन्दा हुन्छ बढीभन्दा बढी बोल्नुपर्ने हुन्छ। अब साइकल सिक्नको लागि चाहिँ अब तपाईँ म चाहिँ साइकल सिक्छु भने तपाईँले एउटा ठाउँमा बसेर चाहिँ साइकल यसरी सिकिन्छ भनेर लेखेर मात्रै हुँदैन। त्यसको लागि तपाईँले पाइडलै मार्नुपर्ने हुन्छ, साइकल चलाउनै पर्ने हुन्छ, साइकल किन्नै पर्ने हुन्छ। त्यस्तै हो, स्पिकिङ पनि त्यस्तै हो, सेम हो। तपाईँले बोल्नै पर्ने हुन्छ, टुटे फुटेको होस् जस्तो होस् जे होस् बोल्नै पर्छ। मेरो पनि पुरै टुटे फुटेको इङ्ग्लिस थियो, ब्रोकन इङ्ग्लिस, पुरै ब्रोकन इङ्ग्लिस, कम्प्लिटली जिरोबाट स्टार्ट भएको इङ्ग्लिस। जिरोबाट सुरु गरेर पनि तपाईँ हिरो बन्न सक्नुहुन्छ। सो आई होप तपाईँहरूले चाहिँ 3टा रुल फलो गर्नुहुन्छ। फर्स्ट अफ अल भनेको चाहिँ तपाईँले के गर्नु पर्यो त मिरर टेक्निक युज गर्नु पर्यो। मिरर किन्ने, मिररमा बोल्ने, अनि त्यस पछाडि त्यो मिररमा बोलेको त्यो मिररमा बोलिसके पछाडि अर्को भनेको तपाईँले चाहिँ 2 बजेभन्दा अगाडि 10वटा भोक्याबुलरी सिक्ने, त्यसलाई युज गरिहाल्ने, जसरी भए पनि युज गरिहाल्ने, युज गरेको गर्ने। थर्ड भनेको तपाईँले चाहिँ च्याट जिपिटीको युज गर्नुपर्छ, च्याट जिपिटीको युज गर्ने। अनि एडभान्समा भनेको तपाईँले चाहिँ के गर्नु पर्यो, थिङ्क इन इङ्ग्लिस, इङ्ग्लिसमा सोच्ने बानीको विकास गर्नुहोस्। इङ्ग्लिसमा सोच्ने बानीको विकास गरिसके पछाडि तपाईँको इङ्ग्लिस आफसे आफ बिस्तारै बिस्तारै इम्प्रुभ हुन थाल्छ। आई क्यान गिभ यु ग्यारेन्टी क्या, यो चाहिँ 100% ट्रु हो। सो आई होप तपाईँहरूले यो भिडियो इन्जोय गर्नुभयो होला। अनि तपाईँ चाहिँ यो च्यालेन्ज लिन चाहनुहुन्छ भने 21 डेजको च्यालेन्ज लिनुहोस्। लिनु हुन्छ भने कमेन्टमा गएर चाहिँ यस मैले चाहिँ च्यालेन्ज लिएँ भनेर चाहिँ तपाईँ कमेन्ट गर्नुहोस्, च्यालेन्ज एक्सेप्टेड भन्नुहोस्, म हेर्नेछु। र पछि आएर चाहिँ तपाईँले फेरि पनि कमेन्ट गर्नुहोस् कि मलाई यस्तो यस्तो भयो, मैले यस्तो यस्तो गरेँ, कतिको इम्प्रुभ भयो भनेर तपाईँले रिभ्यू पनि दिनुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। यदि तपाईँहरू चाहिँ यस्तो भिडियोमा इन्ट्रेस्ट हुनुहुन्छ भने प्लिज सब्सक्राइब टु मी एन्ड जोइन विथ मी।
थ्याङ्क यू।